यो हो Hyundai i20 एक्टिभ डिजेल गाडी है। यसको चाहिँ हामीले फुल इन्जिन बनाएका छौँ है। फुल इन्जिन बनाउँदा हामीले के कुरामा ध्यान दिएछौँ भन्ने कुरा हामीले फर्स्ट पल हेरौँ। यसको ओइल पम्प एसेम्बली नै चेन्ज गरेका छौँ। यसको च्याम्बर चेन्ज गरेका छौँ। च्याम्बर किन चेन्ज गरेका छौँ भने च्याम्बरको भित्रको एउटा कुरा त यहाँ भित्रको मालै छैन है। अरू कुरा यसरी थ्रेडमै बिगाएर छ। यसमा म्याग्नेट हुन्छ, त्यो म्याग्नेटवाला मोड्नु होइन है। त्यो भएर हामीले यसमा चेन्ज गरेका छौँ। अरू भनेको भित्रको हरेक चिज है, पिस्टन रिङ, भेल गाइड, भेल आइएलसी भन्दा सम्पूर्ण चिज हामीले चेन्ज गरेका छौँ है। यसो कनेक्टिङ रड पनि गएको थियो, कनेक्टिङ रड पनि चेन्ज गरेका छौँ है। यो ग्लो प्लगहरू सबै चेन्ज गरेका छौँ। अब हेर्नुहोस् कस्तो फिनिसिङमा इन्जिन बनेको छ, कति क्लिनमा बनाएको छ। यताबाट यताको साइडसम्म देखाइदिनुहोस् होइन। यस्तो राम्रो इन्जिन बनाएको छ। त्यसमा पनि हामीले यो नोजलहरू सर्भिसिङ गरेका छौँ है, टर्बोहरू सर्भिसिङ गरेका छौँ, पम्पहरू सर्भिसिङ गरेका छौँ है। सब चिज कुनै पनि हामीले छोडेका छैन कि यसमा चेन्ज गर्नको लागि है। एकदम फिनिसिङ बनाएको छौँ। अब हामी यो यो इन्जिनलाई चाहिँ त्यो उताबाट देखाइदिनुहोस् i20 एक्टिभ डिजेलमा त्यसको फिट गर्दैछौँ। हामी एक फिट गरिसकेपछि तपाईँलाई यसको स्टार्टिङ गरेपछि फेरि नेक्स्ट एउटा भिडियो हामीले तपाईँलाई सेन्ड गरेछौँ। थ्याङ्क यू भेरी मच।